भन्नुपर्छ है। नेपाल मगर, नेपाल मगर, नेपाल मगर। धन्यवाद। यस चाड हो यो संक्रान्ति मात्रै होइन, नेपाल मगरको महान चाड हो। हामी गिट्ठा भ्याकुर तरुल खोजेर अहिले यो पुरानो पुसको 30 गते बनाएर माघको 1 गते खाने मान्छे, कन्दमूल बनाएर खाने मान्छे हामी हो। यो हाम्रो नयाँ वर्ष पनि हो, फेरि है नयाँ वर्ष पनि हो। यो संक्रान्ति मात्रै होइन, हामी यो संक्रान्तिलाई एकजुट मात्रै गरेको होइन, हामी आज चाहिँ खाने पिनी बस्ने मात्रै होइन, हामीले हाम्रो अधिकार पहिचान संस्कार संस्कृति रीतिरिवाज के हो त्यो भनेर हामीले चाहिँ खोज्नुपर्ने जरुरी छ। हामी एक दिन आज जम्मा भयौँ, जम्मा भएर मात्रै हुँदैन, आफ्नो अधिकार के हो अधिकार खोज्नुतिर लाग्नुपर्छ। एउटा सङ्घले जुटाउँछ तर रातिले फुटाउँछ। हामी हेर्नु त यत्रो मगरहरू पालुङटारमा, यत्रा मगर के अरे जनजातिहरू छौँ हामी। तामाङ छौँ, गुरुङ छौँ, मगर छौँ, नेवार छौँ, सबै छौँ। तर हाम्रो हेर्नुहोस् हाम्रो कहाँसम्मको स्थिति छ। तर के त भने मैले अघि नै भनिसकेँ, सङ्घले जुटाउँछ रातिले फुटाउँछ। त्यसरी मैले तपाईँले नारा लगाउनु लगाएको है, त्यसरी नारा लगाउनु लाग्यो। अब यो बुझ्दै जानुपर्छ, आफ्नो अधिकार हक खोज्दै जानुपर्छ। हामी अहिले पुसको 17 भित्रमा हामीले जिल्ला अधिवेशन गर्नु छ र हामीले फेरि चाहिने के अरे पुसको 24 मा हामीले के अरे प्रदेशको अधिवेशन भ्याउनु छ र हाम्रो फेरि चैतमा हाम्रो फेरि केन्द्रीय अधिवेशन हुँदैछ। त्यस कारणले त्योमा नि हाम्रो साथीहरू अब जिल्लाको अधिवेशन हुँदैछ, त्यसमा हाम्रो चाहिँ युवा साथीहरू अलिक सक्रियता साथीहरू चाहिँ के अरे त्यसमा उपस्थित भइदिनु हुन भन्दै मेरो छोटो भनाइ फेरि पनि यस ट्याङ्सा भेजालाई यो कार्यक्रम गरिदिनु भएकोमा धेरै धेरै शुभकामना दिँदै मेरो छोटो मन्तव्य सबै भाइ भेष भूषाका छौँ। तर हामीले कसैलाई गुवानी होइन, हाम्रो लोप भएको हाम्रो संस्कृति, हाम्रो समाजको संस्कार, हाम्रो संस्कृति, हाम्रो वेशभूषालाई झगडा गरौँ, एकता गरौँ भनेर हामी यसरी आएको। कसैलाई हामीले आरोप लाउन हुँदैन। यो देश हो, यो नेपाल हो। नेपालमा हामी धेरै जाति छौँ, धेरै संस्कारको संस्कृतिका मान्छे छौँ। सबै आफ्नो धर्म छ, आफ्नो संस्कृति छ, आफ्नो संस्कार छ। हामी मिलेर हाम्रो राज्यलाई, हाम्रो चाहिँ एउटा समृद्ध र समाजलाई चाहिँ विकसित गर्नु छ। त्यसै कारणले हामीले पनि हाम्रो एउटा मगरहरूले हामीले चाहिँ एउटा उत्थान गरेको चाहिँ कसैलाई उगार्नलाई होइन। हामी आफ्नो जातिको, हामी लोप भएको हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो संस्कारमा धेरै कुराहरू छन्, हाम्रो संस्कृतिमा धेरै कुराहरू छन्। अरू जातीय धर्म लिङ्गमा अरू पनि छन्, तर हामी यो देशमा भएको हामी नेपाल भन्ने नेपाली भनेर बस्नुपर्ने एउटा चाहिँ गौरवको कुरोमा हामीले सोच्नुपर्छ। हामी मगर, हामी जनजाति, हामी आदिवासी, आदिमकालदेखि बसेकोलाई आदिवासी भन्छ। हामी मात्रै होइन, थारू छ, मगर छ, गुरुङ छ, अरू अन्य जातिहरू छन्। तर थारूहरूले पनि आज माघी सङ्क्रान्ति भन्छ। थारूहरूले मान्ने माघी सङ्क्रान्ति माघी पर्व भन्छ। अहिले हाम्रो यो 2 नम्बर क्षेत्रको मगरहरू हामीले 69 सालदेखि हामीले सुरु गरेको गर्दै जाँदा आजसम्म आउँदा हामीले 12औं माघे सङ्क्रान्ति पर्व मनाइरहेका छौँ। हामीले किनभने पहिला सुरुमा हामीले चिनेका नै थिएनौँ। हामी 2-4 गाविसको, अहिले त नगरपालिका भयो, अहिले पालिका गाउँपालिका नगरपालिका भयो। हामी 2-4 पालिकाको गाउँ विकास समितिको के अरे त्यो अन्तर्गत भएका हामी मगरहरू जम्मा भएर यसो सङ्गठन विस्तार गर्दै जाँदा आजसम्म यहीँ आउँदाखेरि हामी 2 नम्बर क्षेत्र, गोर्खाको 2 नम्बर क्षेत्रको मगरहरू एक भएका छौँ। होला अब च्याङ्लिङको मगरलाई केही पऱ्यो भने अजिरकोटको महरले पनि दुःख व्यक्त गर्नुपर्छ, उसले पनि सहयोग गर्नुपर्छ। अजिरकोटको महरलाई केही पऱ्यो भने च्याङ्लिङको महरले पनि सहयोग गर्नुपर्छ। त्यसैले हामीले यो गरेको हो। त्यसैले हाम्रो सङ्गठन हो, हाम्रो संस्कार छ, हाम्रो संस्कृति छ। हामी हाम्रो देशमा भएको हाम्रो संस्कारलाई उर्ने, अर्कालाई उर्ने होइन, हाम्रो आफूले विकास गर्नु, आफ्नो संस्कारलाई गरौँ। हामी विभिन्न धर्मान्तरहरू हामीलाई धेरै अरूले केही भन्छ, यो भयो ऊ भयो भन्छ। हाम्रै मगरमा हामीमा विभेद छ। यो धर्म ऊ धर्म, हामी सबै धर्मको हामी स्वतन्त्र, हामी सबै धर्म मान्ने मान्छे हौँ। क्रिस्चियनले पनि हामीलाई डोमिनेट गर्न सक्दैन,
मुस्लिम पनि गर्न सक्दैन, बौद्धले पनि गर्न सक्दैन, हिन्दूले पनि गर्न सक्दैन। हामी हिन्दू धर्ममा पनि बस्छौँ, बुद्धको सिद्धान्तमा पनि बस्छौँ, हामी क्रिस्चियनको सिद्धान्त हामीले सिद्धान्त हामीले अलिकति 2-4 अक्षर पढ्या भएर मैले यतिको भने हो। पढ्न पऱ्यो भने बोल्न पऱ्यो भने हामीसित आएर बोल्नु उनीहरू, हामीले त्यति चाहिँ जानेका छौँ। त्यसकारण हामी तपाईँलाई हामीले यसरी जोडेको, यसरी उ गरेको, हामी कुनै राजनीति गर्न खोजेको होइन। हाम्रो समाजलाई, हाम्रो संस्कृतिलाई, हाम्रो भाषालाई, अब भाषालाई त विकास गर्ने अर्को कुरो भयो। हामी राज्यसित गरिरहेछौँ। हाम्रो संस्कृति के हो, हाम्रो संस्कार के हो, हाम्रो वेशभूषा के हो, हामी हिजो कसरी आयौँ, यसको विकासको लागि हाम्रो पनि एउटा पहिचान होस्। हाम्रो 2 नम्बर क्षेत्रमा र विशेष त पालुङटारमा कसरी हामीले गरौँ भने हामीले पालुङटारमा पनि हामीले विकासको युवाहरूमा जनजातिलाई यसरी पैसा छुट्याइरहेका छौँ। मलाई अब म पनि त्यहीँ छु, तर भन्न त के लाग्छ, अब छुट्याइएको छ, तर जनजातिले पैसा छुट्याइएको छ नि कुनै जातिको एउटा कार्यक्रम हुँदाखेरि उसलाई मात्रै गयो कि कता गयो त्यो मलाई पनि थाहा छैन। म पनि कार्यपालिका सदस्य हो, हाम्रो कार्यपालिका मेयरलाई म त्यो दोष दिन्न, तर हाम्रो जनजातिहरूमा हामीमै विभेद छ। कसलाई उ गर्ने हो, महरको कार्यक्रममा आज के भयो, यहाँ पनि त सहयोग हुनुपर्छ होला। पालिकाले त कुनै महरलाई मात्रै भन्दैन, तामाङलाई मात्रै भन्दैन, गुरुङलाई मात्रै भन्दैन, नेवारलाई मात्रै भन्दैन, छुट्याउन त एकमुष्ट पैसा छुट्याएको छ, दिन त दिएको छ त। तर हामी जनजातिले किन एक्लै अर्काले गर्छौँ? त्यो हामीमा कमजोरी छ, हामी आफैमा कमजोरी छ, सबैको उ हुनुपर्छ। त्यसैले आज यो कार्यक्रम म निवर्तन अध्यक्ष, म धेरै वर्ष बसिसकेँ, सधैँ अध्यक्ष हुनुको नाताले पनि यो राम्रो पनि होइन, होइन। हामी एउटा साधारण सभा बस्यो, साधारण बेला बस्यो र म गएर छु, म निवर्तन अध्यक्षको नाताले र सधैँ 2 नम्बर क्षेत्रको महरको नाताले म 2 नम्बर क्षेत्रको मात्रै भन्दिनँ, गोर्खा जिल्लाभरिको महरको उसलाई पनि मैले सहयोग गर्नुपर्छ। 2 नम्बर क्षेत्र महर त झन् आफैले जन्माएको, हामी आफै गर्छौँ, हामी अब एउटा अभिभावक हौँ, त्यसैमा ऊ हुन्छौँ। र अनि सम्पूर्ण नेपालभरि हामी कसरी जान्छौँ, कसैलाई उ गर्ने होइन, हामीले कसैलाई गाली गर्ने होइन। गाली गर्नुभन्दा हाम्रो संस्कारलाई जोगाऊँ, हाम्रो संस्कृतिलाई जोगाऊँ, आफ्नो व्यवसाय गरौँ, आफ्नो जीवन उत्थान गरौँ। कसले यसले यो गरेर मेरो भएन, यसले उ गरेर भन्ने होइन। हामी लडौँ। हाम्रो छोराछोरी किन पठाउनु पर्छ बाहिर, हाम्रो छोराछोरी किन उ गर्नुपर्छ? तर हामी आफैलाई गर्नुपर्छ र अर्काको रिस नगरौँ। हामी सबै यो देश, सबै जाति, सबै भाषी, सबै संस्कृति, सबै संस्कार, सबै धर्मको देश यो देश हो। त्यसरी हामी मिलेर गर्नुपर्छ। तर आज माया सरती हामी महरको विशेष चाडको लागि एकताबद्ध भएर यो सन्देश दिनलाई तपाईँहरूलाई बोलाएको हो। हाम्रो उद्देश्य पनि यो माया सरतीमा हाम्रो महरहरूलाई पनि अलिकति चेतना होस्। आज यही दिनमा मात्रै बोलाएर, यही दिन मात्रै जम्मा भएर, यही दिन मात्रै बङ्गर काट्यो यसरी खाम्ला भन्ने यो अर्थ होइन।